के गर्न लाग्नु भएको? के भन्छ रे? ओचेक्पा ए ए मिठो हुन्छ। अनि यो जुन नाङ्लोमा राखेको पनि खानु हो? यसलाई चाहिँ गएर मिसाएर खानुपर्छ नि उसको मासुमा। ए मासुमा मिसाएर खानु। ए आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला? त्यसको लागि केको चिन्ता? हाम्रै सञ्चारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाई छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन। अब यो तातो पानी चाहिँ त्यसमा खन्याउनु भन्नाले आज नयाँ टेस्टले खानु पाउने भयो। मैले खासै खाएको छैन त। ए राई जातिले विशेष गरेर खाने हो। ए अब यसलाई छान्न पर्छ। ए छान्ने किनकि फोहोर पनि छ अलिक यहाँ। यसलाई छानेर अलिक मसिनो चिज ए निकाल्ने हो। ए ए सरिता यसको व्यवस्था गरौँ है। ए यो पानी हाल्नु हो? पानी नै परिसक्यो त। के राख्नु भएको? चामल? चामल हामी के बनाउँदैछु? यसलाई के भन्छ? ओचेक्पा ओचेक्पा ओ ए ओचेक्पा ओके
हजुर हजुर हामी चाहिँ अमित भन्छ ए ओमित ओमित भनेर मानौ कुन जातिको भाषा हो राई राईको हजुर अनि ओचेप्पा चाहिँ कुन भाषा रे राई नै हो राईहरूले खाने हो नि त ए ल पानीले नानी ओचेप्पा ए नानी लैजा नाङ्लो नि भन्दै राख नानी आज दिदी बुनीको भान्सा त आज ओचेप्पा खाने भयो लु तयारी भयो वामिक भन्नु वामिक वामिक तयारी भयो ल तयारी भयो अमिक लमिक सबै त प्लेट हाल्दिनु अब मामा ओहो यो कटिङ त राम्रो छ त अन्त ट्र्याक्टर भारी भएको ट्र्याक्टर यति धेरै छ अनि अन्त उयो ट्र्याक्टर पनि उदोबाट आएको छ नि त हामीलाई त अलिकति भात पनि खानु छ नि त सोयता सलामले आयो नि त ओके गुड